साथीहरू अब 11 को फर्म पनि भर्न लाग्नु पर्यो। अब 11 को फर्ममा कसरी के चाहिन्छ, कुन डकुमेन्टको आवश्यकता पर्छ भन्ने कुरोहरू हुन्छ। तर हामीलाई त्यो कुराहरू चाहिँ गल्ती पनि हुन सकिन्छ, जसले कारण हामीलाई समस्या पनि हुनसक्छ। त्यही भएर मैले यो भिडियो बनाएको हो तपाईँहरूको लागि। अब यो कक्षा 11 को फर्म कसरी भर्ने भन्ने बारेमा मैले आफ्नो साथीको एउटा फर्म लिएर आएको छु, जुन चाहिँ मैले नै भरेको हो। त्यो तपाईँहरूलाई बुझाउन चाहन्छु। एकचोटि तपाईँहरूले राम्रोसित हेर्नु होला, त्यसपछि अरू केही गर्नु पर्दैन। पहिला हामी हेरौँ यहाँ के छ, सिम्बल नम्बर हैन। यो सिम्बलहरू जुन छ यिनीहरू हामीलाई लेख्नै पर्दैन। अब लेख्नु भने कसरी लेख्ने 11 को चाहिँ हाम्रो सिम्बल नम्बर पनि थाहा छैन। त्यही भएर अब सर्वप्रथम के गर्नुपर्छ, हामीले यहाँ त्यो रजिस्ट्रेसन नम्बर छाडेर त्योभन्दा तल के छ विद्यार्थीको नाम हैन। अब विद्यार्थीको नाम भन्दाखेरि आफ्नो नाम लेख्ने, जस्तै मैले मेरो आफ्नो साथीको नाम राजेश कुमार लेखेको छु। त्यस्तै गरी यहाँ चाहिँ ब्लक लेटरमा छ, सबै ठुलो अक्षरमा एउटा गरी त्यो नाम फुल लेख्ने, जुन चाहिँ बिचमा मैले एउटा कोठा हेर्न सक्नुहुन्छ तपाईँले। मैले छाडिदिएको छु किनभने यो छाड्नै पर्छ, राम्रो हुन्छ। त्यसपछि के छ, डेट अफ बर्थ, जन्ममिति जसलाई भन्छ हामी। यो चाहिँ इङ्ग्लिस र नेपाली दुवैमा छ, तर यहाँ हामी कन्फ्युज भइहाल्छौँ कि अब इङ्ग्लिसमा पढिदिनुपर्छ कि नेपालीमा मात्रै दिँदा हुन्छ कि हो। नेपालीमा मात्रै दिँदा पनि हुन्छ, जरुरी छैन कि हामीलाई इङ्ग्लिसमै र नेपालीमा अलग अलग लेख्नुपर्छ। यो दुईवटामा एउटै डेट लेख्दा पनि केही फरक पर्दैन। अर्को यहाँ हाम्रो छ नम्बर कति हो, नम्बर 3मा के लेखेको छ, कन्ट्याक्ट नम्बर। यहाँ हामीले हाम्रो आफ्नो कन्ट्याक्ट नम्बर राम्ररी दिन सक्छौँ। केही कुरा अब पछि गएर केही समस्या आयो भने हामीलाई सम्पर्क गर्न राम्रो होस् भनेर कन्ट्याक्ट नम्बर दिँदा राम्रै हुन्छ। त्यसपछि यहाँ लिङ्क छ, हामीले यदि पुरुष हो भने मेलमा टिक लगाउने अथवा एम लेखिदिने। यहाँ मैले टिकै लगाएको छु, तर एम लेख्दा पनि हुन्छ। महिला हो भने फिमेल एफ लेख्दा डाइरेक्ट हुन्छ। यहाँ त्यस पछाडि यहाँ छ रोल नम्बर, जुन चाहिँ हामी 11मा अध्ययन गरिरहेको जुन नम्बरमा बोल्छौँ त्यो। यहाँ चाहिँ फ्याकल्टी मैले म्यानेजमेन्ट लिएर पढिरहेको छु। अब तपाईँहरूले साइन्स लिएर पढ्नु हुनुहुन्छ कि एजुकेसन लिएर कि म्यानेजमेन्टै लिएर, त्यो लेख्नुपर्छ। अर्को छ सिटिजन, हामी चाहिँ कुन हो, नेपाली हो भने नेपाली, अनि जस्तै अब भारतहरूबाट पनि आउन सक्छ नि, त्यहाँबाट अन्यमा टिक लगाउनु। अब यहाँ आफ्नो बुवाको नाम दिने, मैले यहाँ आफ्नो साथीको बुवाको नाम दिएको छु। त्यसपछि आफ्नो आमाको नाम, जुन चाहिँ सबै ठुलो अक्षरमा हुनु पर्यो। फेरि यो होइन कि एउटा सानोमा दिइहाल्यो भनेर, त्यस्तो हुनु हुँदैन। त्यसपछि मैले चाहिँ यहाँ हेर्नुहोस्, मैले दिएको छु, तल पनि सेमै हो तर केही फरक छ। विद्यार्थीको पुरा नाम जुन चाहिँ मैले दिएको हो। त्यस्तै गरी यो ठुलो अक्षरमा, जसलाई हामी ब्लक लेटर पनि भन्न सक्छौँ। डेट अफ बर्थ सेमै दिनुपर्छ, जरुरी छैन इङ्ग्लिसमा नेपालीमा बेग्लै दिनुपर्छ, एउटा दिँदा पनि हुन्छ। योभन्दा तल यो हामीलाई बुझ्न अलिक गाह्रो हुन्छ कि त्यो सब्जेक्ट कोड के हो। सब्जेक्ट कोड भनेको हाम्रो जस्तै हामीले कुन सब्जेक्ट लिएर पढ्छौँ होइन। अब चाहिँ कसैले बिजनेस म्याथको ठाउँमा होटल म्यानेजमेन्ट पनि लिन सकिन्छ, कम्प्युटर पनि लिन सकिन्छ। त्यही भएर यो आफ्नो हिसाबले दिने, अनि यो त हाम्रो कम्पलसरी नै हुन्छ। त्यस्तै अब यो विषयको कोड हो कि हाम्रो कोड कलेजले नै दिनुहुन्छ। नभए यहाँ हेर्न सक्नुहुन्छ, म्यानेजमेन्टको हो भने यहीबाट लेखिहाल्नु हुँदा पनि हुन्छ। यो मिल्छ कि मिल्दैन, त्यही भएर आफ्नै हेर्नु। मैले यहाँ सब्जेक्ट कोड लेखेको छु। अब यो दुईवटा फोटो भयो। अर्को साइडमा हेर्दाखेरि हामीलाई यहाँ हेर्न सक्नुहुनेछ। अब यहाँ विद्यार्थीको स्थायी ठेगाना, अब मेरो साथीको महदेवा हो, अनि चाहिँ जिल्ला सप्तरी, अनि गाउँपालिका हो कि नगरपालिका। गाउँपालिका हो भने महदेवा, यो चाहिँ प्रदेश हो मधेस। अनि यसै कुन बोर्डबाट दिएको त्यो बोर्डको साल यहाँ मैले लेख्न अलिक छाडिदिएको छु। त्यहाँ के भनेको छ भन्दाखेरि यस वास्तव सहरको परीक्षा कुन सहरबाट हामीले उत्तीर्ण गरेको, तब चाहिँ जुन त्यो स्कुल जुन गाउँमा हुन्छ नि त्यो गाउँको नाम लेख्नुपर्छ। यहाँ कक्षा 10कै सिम्पल नम्बर दिँदा हुन्छ, त्यही दिनै पर्छ।
अनि यहाँ वार्ड नम्बरहरू हेर्नुभयो तपाईँले, वार्ड नम्बर कति हो त्यो। त्यसपछि कुन स्कुलबाट एससी दिनुभयो त्यो स्कुलको नाम यहाँ। अनि यहाँ चाहिँ त्यो जिपिए, अनि जिपिए यहाँ चाहिँ त्यही सिम्बल नम्बर सेमै हो। अनि यहाँ विद्यार्थीको साइन जुन चाहिँ हामीलाई नियमित रूपमा गर्नुपर्छ। अनि एउटा चाहिँ त्यो क्यारेक्टर सर्टिफिकेट, एउटा लिभिङ सर्टिफिकेट, एउटा त्यो रोल कति त्यो मार्क आएको थियो मार्कसिटको त्यो। अनि यो 3वटा भयो। धन्यवाद। तपाईँहरूले सब्सक्राइब गरिदिनु होला। मैले 3 महिना भिडियो बनाएँ तपाईँहरूको लागि। धन्यवाद।